अब यो तार लगाएर अथवा अलाइनरले चाहिँ हामीले दाँतको चाहिँ एस्थेटिक रूपमा मात्र समस्याको समाधान गर्न सक्छौँ कि यसले चाहिँ अरू कुराहरूमा पनि हेल्प गर्छ भनेर कति बिरामीहरूलाई जिज्ञासा हुन्छ। त्यसको विषयमा केही भन्न गइरहेको छु। नमस्ते, म डाक्टर सुनिमा शर्मा, कन्सल्ट्यान्ट अर्थोडोन्टिस्ट। विगत 15 वर्षदेखि म समाज डेन्टल हस्पिटलमा कार्यरत छु। अब हजुरको चाहिँ दाँत बाङ्गोटिङ्गो दाँत, बाहिर निस्केको दाँतहरूमा हामीले अलाइनर अथवा तारहरूको प्रयोग गरेर दाँत मिलाउने चाहिँ एउटा छँदैछ है। कति बेलामा चाहिँ कस्तो हुन्छ भने बिरामीलाई त्यो फिलै भएको हुँदैन होइन। हामीले हेर्दाखेरि बिरामीको टोकाइहरू मिलिरहेको हुँदैन, त्यसले गर्दाखेरि खान ओर्न प्रब्लम हुन्छ होइन। क्रस बाइट भनेको चाहिँ दाँतकोहरूको टोकाइहरू नमिलेको, पछाडिको बङ्गाराहरू बाहिरपट्टि हुनुपर्ने बङ्गाराहरू भित्र हुनुपर्ने बङ्गारा बाहिरपट्टि, त्यसलाई चाहिँ हामीले क्रस बाइटहरू, सिजर बाइटहरू भन्छौँ होइन। त्यस्तो टोकाइहरूको कारणले गरेर पनि बिरामीहरूलाई खान ओर्न, खानेकुराहरू चपाउन ओर्न धेरै गाह्रो भइरहेको हुन्छ है। त्यस्तो केसेसमा चाहिँ हामीले तार लगाएर त्यो टोकाइहरूलाई पनि करेक्सन गऱ्यौँ भने चाहिँ बिरामीहरूलाई धेरै सजिलो हुने गर्छ है। अनि हजुरको अर्को कस्तो हुन्छ भन्दाखेरि चाहिँ दाँत बाङ्गोटिङ्गो भयो अथवा दाँतको टोकाइहरू नमिल्दाखेरि चाहिँ हामीलाई बोल्नको लागि पनि धेरै समस्याहरू हुन्छ होइन। कति वर्डहरू बोल्दाखेरि चाहिँ अलिकति तोते जस्तो आउने त्यस्तो हुन्छ। त्यस्तो कन्डिसनमा पनि हामीले तार लगाएर दाँतलाई मिलाउने क्रममा चाहिँ हजुरको त्यो बोलीहरू पनि परिवर्तन हुने, राम्रो स्पष्ट बोलीहरू हुने, खानाहरू चपाउन सजिलो हुने त्यस्तो पनि हुन्छ। तपाईको 26औं वर्षको गौरवमय सहयात्री समाज डेन्टल।